त्यो हुन्थ्यो। अब कतै हेर्नु भए अब मलाई त लाग्छ अब उहाँ यो संसारमा हुनुहुन्न जस्तो लाग्छ क्या। नत्र भए संसारले चिनिरहँदाखेरि किन चाहिँ मेरो आमाले मलाई चिन्नु भयो? संसारले चिन्छ, मेरो आमाले मलाई चिन्नुहुन्न। अहिले सुनिरहनु भएको छ भने अब अहिले सुनिरहनु भएको छ भने त अब त्यही त तपाईँले चाहिँ भोटेकाईलाई नाम गरेको मलिखुमा एकजना चाहिँ बिहा गर्नुभएको थियो 45 सालतिर, होइन 43 सालतिर बिहा गर्नुभएको थियो। बिहा गरेको 2-3 वर्षपछि म जन्मेको हो। अनि अब मसँग बुवाको फोटो छ, फोटो नागरिकताहरू मैले धेरैपल्ट फेसबुकमा राखेको होइन, भेटिन्छ कि तैपनि आमा भनेर धेरै मैले कोसिस गरेको। जन्मेर म अहिले 35 क्रस भइसकेँ होइन। अहिलेसम्म मैले चाहिँ मेरो आमालाई मैले देखेको छैन। तपाईँको छोरी जिउँदैछ भनेर भन्न चाहन्छु। एकपल्ट कतैबाट भए पनि म यहीँ बस्छु अब होइन, यहीँ काठमाडौँमै छु। कतैबाट देख्नुभयो भने मलाई चाहिँ सम्पर्क गर्नु होला भन्न चाहन्छु। म निशब्द भएँ नि त। यस्तो दिन त अहिलेसम्म आएको थिएन आसिका म्याम। त्यही त त्यो अब मैले चाहिँ अब बिर्सिसकेको थिएँ। अब तपाईँले आज ठ्याक्क मलाई माफ गरिदिनु मलाई। होइन ठिक छ होइन। त्यो किन भन्दाखेरि मेरो के भन्छन्, मेरो सत्यता नै यही हो नि त। मैले अहिलेसम्म आमा देखेको छैन। मलाई कसले जन्मायो भने मलाई थाहा छैन। अनि उहाँ मेरो बुवा बितेर, बुवालाई त देख्न पाएँ, बुवाले हुर्काउनु भयो होइन। अनि आमाले त मलाई अहिलेसम्म मैले फिल गर्नै पाएको छैन नि त। मैले त भने मैले फर्स्ट टाइम म आफै आमा भएपछि बल्ल मलाई फिल भएको कि म कसैको पेटबाट जन्मिएर रहेछु भनेर। न त त्योभन्दा अगाडि त मलाई थाहै छैन को। म त लाग्थ्यो म आकाशबाट झरे जस्तो फिल हुन्थ्यो पहिलाबाट। त्यो भनौँ न आफ्नै संसारमा थिएँ नि त। र मसँग त्यतिखेर समय पनि थिएन कि आमालाई खोज्नुलाई, किनकि म आफू को भनेरै दौडिरहेको थिएँ कि। मान्छेले जब आफू को भनेर थाहा पाउँदैन तबसम्म त्यो कसैको बारेमा सोच्छ, न देशको बारेमा सोच्छ न कसैको बारेमा सोच्छ। जब आफूले फाइन्ड आउट गर्छ तब अरूको बारेमा सोच्ने हो रहेछ क्या। त्यस्तो हुँदो रहेछ मान्छेको चाहिँ जातै यस्तो रहेछ।